उनी मेरी थिइन्, तर हरेक रात उनी हराउँथिन्। दर्शकबिन, यो कथा हो पोखराको एउटा शान्त गाउँमा बस्ने 26 वर्षको आर्यनको। ऊ स्मार्ट र आकर्षक युवक थियो। उसको आँखा गहिरो, मुस्कान खतरनाक र स्वभाव अलिक रहस्यमय थियो। गाउँका धेरै केटीहरू उसलाई मन पराउँथे, तर आर्यन कसैलाई पनि नजिक आउन दिँदैन थियो। एक दिन गाउँमा नयाँ केटी आइन्। ऊ थिइन् सिया। कालो लामो कपाल, हल्का रातो ओठ, सेतो छाला अनि आँखामा अनौठो आकर्षण। उनी गाउँको पुरानो घरमा बस्न आएकी थिइन्। दर्शकबिन, गाउँभरि हल्ला थियो त्यो घर भूत बङ्गलो हो भनेर, त्यहाँ राति अजीब आवाज आउँछ भनेर। त्यहाँ कोही बस्न मान्दैन थियो र कोही जाँदैन पनि थियो। तर आर्यनलाई यस्ता कुराले कहिले डर लाग्दैन थियो। एक साँझ पानी परिरहेको बेला आर्यनले पहिलो पटक सियालाई नजिकबाट देख्यो। भिजेको रातो साडीमा उनी झन् खतरनाक सुन्दर देखिन्थिन्। सियाले पनि मुस्कुराउँदै भनिन्, तिमीलाई डर लाग्दैन यहाँ आउन? सियाको कुरा सुनेर आर्यन हल्का हाँस्यो र उसले भन्यो, सुन्दर केटीसँग भेट्न आउन के को डर? त्यस रातदेखि उनीहरू नजिकिन थाले। श्रिया र आर्यन रातभर त्यो घरको छतमा बसेर कुरा गरे। बिस्तारै उनीहरूको सम्बन्ध रोमान्टिक बन्दै गयो। श्रियाले आर्यनको हात समाउँदै भनिन्, यदि म अचानक हराएँ भने के तिमी मलाई खोज्छौ? आर्यले मुस्कुराउँदै जवाब दियो, तिमीलाई म कहिले हराउनै दिने छैन। आर्यनको कुराले सियाको आँखामा अचानक आँसु आयो, तर उनले केही भन्नन्। त्यो रात पहिलो पटक सियाले आर्यनलाई आफ्नो कोठामा बोलाइन्। दर्शकबिन, कोठाभरि रातो मोमबत्ती बलिरहेको थियो। हल्का पर्फ्युमको खुस्बु थियो। बाहिर ठुलो पानी परिरहेको समय थियो। सिया बिस्तारै आर्यनको नजिक आइन् र उनले आर्यनको कानमा फुसफुसाउँदै भनिन्, आजको रात सम्झिनेछौ। यो कुराले आर्यनको मुटु तीव्र धड्किन थाल्यो। उनीहरू एकअर्काको धेरै नजिक पुगे। सियाले उसको छातीमा हात राखिन्, तर त्यही बेला अचानक कोठाको बत्ती गयो। कोठा आफै बन्द भयो। कसैले बन्द गरेको थिएन। यो देखेर आर्यन डरायो। पछाडिबाट अँध्यारोमा अचानक एउटी महिलाको डरलाग्दो आवाज आयो, सिया, फेरि अर्को मान्छे? यो सुनेर आर्यनले तुरुन्तै मोबाइलको लाइट बाल्यो र जे देख्यो त्यो देखेर उसको शरीर नै काँप्यो। दर्शकबिन, सियाको पछाडि भित्तामा एउटा फोटो टाँसिएको थियो। त्यो फोटोमा सिया एउटा युवकसँग उभिएकी थिइन्, तर त्यो युवक आर्यन आफै थियो। फोटो करिब 5 वर्ष पुरानो थियो। त्यो फोटो देखेर आर्यन अचम्ममा पर्यो। यो कसरी सम्भव छ? सिया हल्का मुस्कुराइन्, तर त्यो मुस्कान अब डरलाग्दो भइसकेको थियो र उसले भनिन्, तिमी मलाई पहिले नै माया गर्छौ आर्यन। तिमीले 5 वर्ष अघि मलाई यही मर्न छोडेको थियौ। यो सुनेर आर्यनको मन सुन्न भयो। उसले केही सोच्न सकेन। उसलाई केही याद थिएन। अचानक उसको टाउको दुख्न थाल्यो। पुराना दृश्यहरू फ्ल्यास हुन थाले। पानी परिरहेको रात, चिच्याहट र सिया सिँढीबाट लड्दै गरेको दृश्य। आर्यन पछाडि सर्यो र उसले भन्यो, नो, यो सब झुट हो। सियाको आँखा रातो बन्दै गयो। उसले भनिन्, म मरे आर्यन, तर मेरो माया कहिले मरेन।
त्यो समय हावाले सबै मोमबत्ती निभायो। पुरै कोठा अन्धकार भयो र त्यसपछि त्यो घरबाट आर्यनको चिच्याहट पुरै गाउँमा सुनियो। दर्शकबिन, अर्को बिहान गाउँलेहरू त्यो घर पुगे। त्यो घरको ढोका खुल्ला थियो। कोठाभित्र धुलो मात्र थियो। आर्यन हराइसकेको थियो, तर भित्तामा एउटा नयाँ फोटो टाँसिएको थियो। त्यो फोटोमा सिया मुस्कुराइरहेकी थिइन् र उनको छेउमा आर्यन उभिएको थियो। दुवैको आँखा रातो थियो। दर्शकबिन, आर्यनले सियालाई माया गरे पनि उसको पुरानो गल्तीले अन्ततः सबैलाई नष्ट गर्यो। सियाको आत्माले बदला मात्र होइन, आफ्नो अधुरो प्रेम पनि खोजिरहेको थियो। दर्शकबिन, यो कथा हजुरलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने हाम्रो युट्युब च्यानल एम स्टोरिज नेपाललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्न नबिर्सनुहोला। साथै फेसबुक र टिकटक आइडीलाई फलो गर्न नबिर्सनुहोला।